ओके गाइस, मैले चाहिँ यहाँ होलील्यान्डको माइक लिएर आइसकेको छु। हेर्न सक्नुहुन्छ है, होलील्यान्ड LRKM2। तपाईँको अब यो अहिले चाहिँ लेटेस्ट एकदमै चलिरहेको माइक हो है। अनि तपाईँहरूले अब यो चाहिँ मिरर क्यामेरादेखि तपाईँको फोन, लाइटिङ केबल, सी केबलको दुवैमा युज गर्न सक्नुहुन्छ। अनि अहिले चाहिँ तपाईँहरूले जहाँ गए पनि यो नर्मली युज भइरहेको राख्न सक्नुहुन्छ है। ओके, लेट्स अनबक्स इट। ओके, दिस पेपर चाहिँ तपाईँको यस्तो छ। ओके, सबैभन्दा पहिला चाहिँ हामीलाई ओहो यहाँ छ हजुरको अब कस्तो भने होलील्यान्ड वी आर हियर फर यु रे है। अनि तपाईँको यहाँ देख्न सक्नुहुन्छ स्टिकरहरू। माइकको जुन चाहिँ म तपाईँलाई देखाउँछु केमा लगाउने भनेर। तपाईँहरूको अब यो कसरी युज गर्ने, केसको केबल होइन, सब मजाले दिएको छ। होलील्यान्ड है, यो इन्फर्मेसन भइहाल्यो। तपाईँको यो क्विक गाइड, यो चाहिँ गाइड बुक भयो तपाईँहरूको, क्विक गाइड बुक है। अनि यो चाहिँ सबसे मलाई मनपर्ने तपाईँको यो स्टिकर, तपाईँको होलील्यान्डको त्यो माइक माथि राख्न सक्नुहुन्छ। यहाँ डिफ्रेन्ट काइन्ड अफ स्टिकर दिएको छ, यहाँ सक्नुहुन्छ। मजाको हेर्नु, यो पनि योमा चाहिँ आफै ड्र गरेर ऊहरू गर्न सक्नुहुन्छ है। हुन्छ यो चाहिँ है, यो अब साउन्ड भयो। अब यो तपाईँको लाइटिङ केबलको होलील्यान्डको जुन चाहिँ आइफोनमा फिट हुन्छ है, अब आइफोन 14 सम्म। अनि यो चाहिँ केबल सी 15 देखि तपाईँको अब केबल सी वाला फोनहरूमा। अनि तपाईँको यो मेन बक्स भयो हजुरको है। यस्तो नयाँ तपाईँको मजाको। तपाईँको यो चाहिँ केसको लागि युज हुन्छ भने तपाईँको यो चाहिँ तपाईँको मिरर क्यामेरा, DSLR क्यामेरामा मजा माथिपट्टि यसरी फिट गरेर युज गरिन्छ है। अनि यो चाहिँ तपाईँको अब रोडमा राखेर हुन्छ। तपाईँको यो माथिपट्टिको यसरी है, यो अहिले ऊ राखेको छ, निकाल्नुपर्छ। मुनि पनि छ, निकालेर दुईवटा हुन्छ तपाईँको। यु क्यान सी दिस है, मजाको छ। एकछिन निस्किसक्यो। अनि अब प्राइस चाहिँ तपाईँहरूले अब डिफ्रेन्ट स्टोरमा गयो भने डिफ्रेन्ट प्राइस हुन्छ। तपाईँको अब उहाँहरूले अब मजाको दिनुहुन्छ, यो नगनाओस् भनेर भइहाल्यो। अनि यो चाहिँ तपाईँको थैली, झोली होइन, नेपाली झोली जस्तो मजाको झोली छ। अनि तपाईँले अब यहाँभित्र चाहिँ यो तपाईँको मिरर क्यामेरादेखि तपाईँको उसँग क्यामेरासँग केबल गर्नलाई हो तपाईँको यो पर्ट। यहाँ चाहिँ केही छैन, लेफ्ट साइड, यो साइड लगाइदियो। तपाईँको कस्तो हुन्छ भने यो भयो है। म तपाईँलाई अरू पनि देखाउँछु। भित्रको यो चाहिँ चार्जर भयो हजुरको, केबल सीमा USB-सँग केबल सीको रहेछ। अनि तपाईँको अब यो एयर हावा चलेको ठाउँमा गएर सुट गर्नुभएको छ भने यो तपाईँको हावा रोक्नलाई, साउन्ड नहोस् भनेर। यो चाहिँ के हो भने तपाईँको होइन, यो चाहिँ तपाईँको तपाईँले अब घाँटीमा सायद चुम्बक म्याग्नेट हुन्छ, यो म्याग्नेटिक होइन, चुम्बक राख्नुभयो भने तपाईँले माइक घाँटीमा झुन्डाएर पनि राख्न सक्नुहुन्छ है। त्यसको लागि हो, त्यस्तो कुराहरू छ। अनि यो माइक चाहिँ एकदमै राम्रो पनि छ, एकदमै होइन, सजिलो पनि होइन। DJI-को पनि किन्ने विचार गरेको थिएँ मैले किन्न चाहिँ। तपाईँको दुईवटा फर्म भयो, एयर फिल्टर उ गर्नलाई है। योहरू राखिदिउँ। यो तपाईँको मैले यो पनि राखिदिउँ, यो काम छैन। यो थैली एकदमै राम्रो छ हेर्नु है। अनि तपाईँको यो भयो भने अब यो चाहिँ कस्तो हो भने तपाईँले अब मिरर क्यामेरा, इफ यु आर युजिङ अ मिरर क्यामेरा, तपाईँले अब यो जोडेर माथि मिरर क्यामेराको माथिपट्टि राख्ने ठाउँ हुन्छ, यस्तो क्लिप जस्तो हुन्छ, जस्तो हुन्छ क्लिप जस्तो हुन्छ। त्योबाट अर्कोमा केबल जोड्न सक्नुहुन्छ। एकदमै युजफुल छ है। तपाईँको अब चार्जिङ चाहिँ यहीँ हुन्छ तपाईँको। त्यसको लागि चाहिँ यो निकाल्नु पऱ्यो है। यो अहिले खासै युज हुँदैन, त्यसरी यो हुँदैन। तपाईँको मजाको छ। अनि तपाईँको यो यस्तो म्याग्नेटिक, यस्तो राम्रो छ यो म्याग्नेटिक तपाईँको है, एकदमै मजाको।
वाउ ब्युटिफुल तपाईँको एकदमै ऊ छ है एकदमै राम्रो छ तपाईँको अब यही हो ओलिल्यान्ड माइक अहिलेको वान अफ द बेस्ट माइक है जुन चाहिँ जेमा पनि युज गर्न सजिलो छ राम्रो पनि छ भरपर्दो पनि छ बस रियल इस्टेट कम्पनीहरूदेखि तपाईँको टेक कम्पनीहरूले यो माइक युज गर्दछ होइन डिजाईको माइक पनि राम्रो छ तपाईँको होइन बट कस्तो छ भने तपाईँको लास्ट हेभी छ क्या त्यो माइक चाहिँ अब बोकेर हिँड्नु पनि गाह्रो पर्छ है सजिलो छैन यदि तपाईँहरूलाई अब यो अनबक्सिङ राम्रो लाग्यो भने लाइक माई भिडियो है लाइक सेयर सब्सक्राइब गरिदिनु होला यस्तो छ त्यो चाहिँ बेस्ट हो अनि तपाईँले यो चाहिँ मैले कतिमा लियो भन्दाखेरि तपाईँले मैले अघि नै भनिसकेको छु त्यो चाहिँ लाइक 18,500 लिएको गाइस अरू ठाउँ जानु भने तपाईँले 21देखि 20देखि नै भनौँ मान्छेहरूले मन लागि प्राइस राखेर हुन्छ यसको ओरिजिनल प्राइस चाहिँ 18,000 हो अब मैले चाहिँ 500 भने उहाँहरूले पनि हल्का लिनु पऱ्यो नि त कमिसन त्यो 500 लिनुभयो अब अरू अब तपाईँ अब उनीहरूले भन्नु खोजे होइन हल्का राम्रो स्टोरमा गयो भने तपाईँको 24 सम्म लिन्छ यसको प्राइस एकदमै राम्रो माइक छ है एकदमै ह्याप्पी छु म यो माइक लिएर आज सो इफ यु लाइक माई भिडियो डु सब्सक्राइब है सेयर ओके थ्याङ्क यू